मालेपाटन साइडमा अथवा पर्स्याङको साइडमा चाहिँ अलि सस्तो रेटको वा यहाँ चलेको भन्दा थोरै सस्तो रेटमा चाहिँ जग्गा सानोतिनो भए पनि हुन्छ भनेर खोज्ने हाम्रो क्लाइन्टको लागि चाहिँ हामी त्यस्तै खालको जग्गा चाहिँ आज म तपाईँलाई देखाउँदैछु, जुन चाहिँ पछाडि मेरो मजाले देखिराख्नु भएको छ। अब यसको क्षेत्रफलको कुरा गर्नुहुन्छ भने 18 चाहिँ मोहडा पाउन सक्ने भयो भने पिछाड तपाईँको 35-36 चाहिँ पिछाड पाउन सक्नुहुनेछ। अगाडि मुखको मजाको 16 फुटको बाटोको एक्सेस पनि पाउन सक्ने भयो। बस्ती मजाले बसिसकेको छ, बस्न पनि आनन्द। फ्युचर इन्भेस्टमेन्ट गर्छु भन्नुहुन्छ भने पनि 50% सम्म ब्याङ्किङ लोन कम्पनी आफैले उपलब्ध गराइरहेको छ। हातको 7 लाखको दरले चाहिँ पाइराख्नु भएको छ र मेन हाइवेबाट अथवा पोखरा बागलुङ जोड्ने जुन हाइवे छ यो हाइवेबाट चाहिँ 500-700 मिटरको डिस्टेन्समा चाहिँ यो जग्गा पाइराख्नु भएको छ। इच्छुक हुनुहुन्छ, साइट भिजिट गर्न चाहनुहुन्छ अथवा चाहिँ यसको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने सम्झिनुहोस् लालबजार पोखरालाई।